भाइ मुजी गाडमा दम भयो आइज के ब्याग आइज जो जित्छ ल त्यसको रहेछ भन्ने अनि के हुन्छ आइडी को बाबुले हँसाउँछ बाबुले ब्याग आइज न भाइ खेल्ने हो अनि मसँग मेरो 1-on-1 खेल्ने टाइम छैन भनेको सुनेन कसले मुजी कस्तो 1-on-1 ए भाइ यार जानी सक्नमा त जस्तो अरे होस् पुग्यो त भन पहिला मलाई खेल्ने औकात भएको खेल्छ ल औकात छैन मेरो त होस् पुग्यो त भन बोल्ने हैन के नम्बर 1 सँग यार माइक म्युट गर्ने टमी बुक है बुक म माइक अफ गर्छु त बुक है बाइ बाइ यो को हो मैले 4 नम्बर हो 3 नम्बर हो भने थरी थरीको मान्छे हुन्छ नि यार ब्रदर म बोल्ने मान्छे होइन के म माइक अफ गरेर बोलिरहन्छु के रे सुनिरहन्छु सबै कुरा अब तिमीलाई लौडे भन्यो भने सुन्छ यार ब्रदर कोही पनि सुन्दैन नि यार यो छ नि ब्रो आफ्नो आमाको साथ भित्र सिक्ने मान्छे हो पाल त म पनि दिँदैन सिधै अब नम्बर 2 लौडे यताउता हान्न सकेन र यो कसले सुन्छ हौ त्यस्तो चेपाइदिएको अब यो झाडहरूले बोलेको सुन्ने अब मैले के काम छैन अरू आफू खेल्न नसक्ने मोला अर्कालाई दोष लाउने यार आमा पनि रन्डीलाई रन्डी नभने के भनेर मुझे त्यही त भनेको जस्तो नि अनि किन रिसार्च जस्तो रिसाउँछ बाबु जाटहरू ए भन्दैछु त मुझीको आइडी खोलेर हेर तेरो आमा सुत्न आउँछ मुझी मसँग फ्रीमा पैसा पनि लिँदैन मान्छे पैसा पनि लिँदैन मुझी ए यत्रो यसो पैसा भनेर मुझी किन नजाने ब्रो यसले के भनिरहेको छ सुने छैन यार कस्तो कुरा गर्छ यार आओ नम्बर 3 बस ओके छ त्यो त मैले पनि त्यसको लागि त सरी छ ल त्यो त सही कुरा हो नम्बर 3 तेला हाना दुई तीनटा रहेछ हो त्यो खासमा बोलिरहेको नम्बर चाहिँ कति हो मलाई गाली गर्ने नम्बर 3 यसको दिमाग सड्के जस्तो छ यार यो गइसक्यो यसको होइन बोल्न चाहिँ को नम्बर यो गाली गरिरहेको नम्बर चाहिँ कति हो यो नम्बर नंबर 4 होए ला Excellent work. ओ सॉरी को स्पेलिंग आउन त ओए सॉरी को स्पेलिंग आउँदैन सिकाइदिम आउँदैन यार खै सिकाउनु पर्यो खै के सरी सिकाउँदैन त यो नम्बर 4 थारू हैन रहेछ भने म आफ्नो नाक काट्दिन्छु यार थारू होस् हैन त काको थारू होस् बोलीले थारू लाइराछ ओ प्रो प्लेयर ओ माय गॉड यार स्किन हेर त आमा के एक्सप्लोड हो यो यसको दिमाग सड्किसक्यो ओ माय गॉड मुभमेन्ट हेर न मुभमेन्ट ओ माय एउटै कुरा रिपिट गर्न यार एउटै कुरा रिपिट नगर्न जिरो गेमिङ जस्तो छ यार ओ ओइ ओइ नम्बर 1 यहाँ हेर त ल के हो यो मुभमेन्ट चाहिँ हेर आमामा गाडीमा बसेको वाह प्रो प्लेयर सँग जानु पर्यो यार हेर न म कस्तो रिच फिलिङ भइरहेछ के मलाई त 1-on-1 हान्दिने सोल्टीलाई के भन्न सकिन्छ 1-on-1 हान्दिन्छ नि प्रोले मलाई त आज रिच फिल भइरहेछ यार अब नम्बर 3 को पछाडी छोड्नु पर्दैन है ओ माय गॉड ओ मुभमेन्ट हेर्नु पर्दैन सिकाउन यार यो लेफ्ट राइट कसरी गर्ने कति एउटा रिपिट गरेको कुरा मुझे साइको होस् क्या मुझे साइको लेफ्ट राइट कसरी गर्ने ब्रो सिकाउन कसरी हल्लाउने लेफ्ट राइट त किसले कति हान्यो लेफ्ट राइट कसरी गर्ने मलाई आउँदैन यार ब्रो एउटा ब्रो के सरकारले एउटा फोटो
ओ ब्रो रुक न फोटो खिच्छु राम्रोसँग यार लेख्न रुक आउँछ न न यार खेल्न एकछिन आउँछ खोइ चिन्ने। यार ओ मा मैले एकसुट देखेको छैन कि अरूहरूलाई यार गाली खोइ गरे फोटो जस्तो लाग्यो खिच्छु होला रुक होइन न अरू जोलाई पनि चुतियाहरूलाई आम्मा गाली गरिदिन्छु हेर म न चाहिँ यार केही भन्दैन रोक्दै जस्तो रोक्दैन लाग्यो त होला यार हेर न ल के हो त फोटो खिच्छु भनेको रोक्दै पछाडि रोक्दैन हगिदिन्छु म चाहिँ त्यही फुकाएर बस्छु नि ए बताए बताए यार रोक्दै रोक्दैन त यार ब्रो तेरो गेम प्ले पहिल्यै थाहा पाएको कि मैले यार हट ड्रपमा गेम प्ले पहिलो थाहा हट ड्रपमा पाइस् झर्न छोडेर थाहा पाइस् मैले पहिलो अनि पहिलो हट ए ड्रेपमा छोड्न छोड्नु छोडेर होइन माधव मरे दोस्रो हट ए ड्रेपमा ए चढ्ने गान्डु मैले कस्तो म प्लेयर थिएँ होला कि लिडर मैले ए बुझिसकेँ कि लौडे म थिएँ यार लिडर ओ माई चुतिया गड प्रो प्लेयर यार रोक न रोक ब्रो फोटो खिच्छु कि एउटा 10 किलो हानेर फोटो राख्छु खिच्छु छैन यार रोक तैँले न यार हेर न 10 किलो हानेर म राख्छु छैन टिकटकमा पहिलो हाल्छु नि ड्रपमा त ब्रो पहिलो टिकटकमा ड्रपमा हाल्छु 10 नि त किलो हानेर यार राख्छु छैन यस्तो म त प्रो प्लेयरसँग खेलेको भनेर टिकटकमा हाल्छु कि ब्रो रोक न यार ए मुला रोक यार इरिटेट गर्न लाग्यो अब त कस्तो रिच मान्छे आएको भनेर ए हाल्छु बरु कि म गाली नै गरे यार टिकटकमा म यार चाहिँ रोक गाली नै न गरे यार बरु केही भएन म एउटा यार रोक हानिदिएको न के ब्रो भयो यार नाइके म रिच रिच मान्छे आयो भनेर हाल्छु कि टिकटकमा रोक न यार ब्रो ल यार ल ल कहाँ ल भाग्यो यार ल के ल ल रोक न रोक ए रोक मुझे तो न त साँच्चै फोटो भयो त यार खिचौँ यार पहिला यार ए यार ब्रो यार रोको भनेको रोक्दै रोक्दैन यार ए म त चुप लागेर भयो ब्रो रोक न यार म त फेरि रुइदिन्छु है म त फेरि फोटो नै खिच्न दिन्न यार हेर्नु न नम्बर वान भन न यार हेर न यार रिच मान्छेसँग यार फोटो खिच्न देऊ भन न एउटा रोक रोक हो रोक के ब्रो तेरिका यार ओए फोटो खिच्न देऊ कि यार प्लिज यार यार यहाँ हेर त आम्मा खै खै यार यो लास्ट अब मान्छे पनि कहाँ इरेङ्गलको छ यार म्यापै कहिले ब्रो इरेङ्गलको म्यापै चेन्ज गरिदिने हो कि क्या हो यार त्यस्तै लाग्यो त्यो मुझे अझै बोलिरहेछ आम्मा हेर त यार म्युट इरेङ्गलको हालिदिन्छु म्यापै चेन्ज मुझेलाई बोल्दै गरिदिने गर जस्तो लाग्यो यार ब्रो फोटो खिच्न देऊ न यार ब्रो यार प्लिज यार ब्रो फोटो इरिटेट खिच्न देऊ लाग्ने न ब्रो फोटो खिच्न देऊ न ब्रो Naughty! एउटा एउटा फोटो एउटा मात्र के एउटा मात्र प्लिज प्लिज ब्रो ब्रो प्लिज एउटा फोटो ब्रो बिग फ्यान ब्रो प्लिज वान अटोग्राफ प्लिज ब्रो अटोग्राफ प्लिज ब्रो बिग फ्यान यार अटोग्राफ देऊ न यार ब्रो यार प्लिज यार अटोग्राफ हो रोको के रोको ओए यार रोको न यार तेरी अटोग्राफ देऊ न रोको त हेर न ए मलाई रोक्दैन यार ओए अटोग्राफ देऊ न ब्रो यार ब्रो किशोर भन्दा नि भेजा रहेछ खै Watch मुखमा के out! पटल रोक्दैन ओ एक एचपी राखेको थिएँ यार हेर त यो चुतियाले किल छोडिदियो यार We're the ओ best! ब्रो फोटो खिच्न देऊ न We're यार the ब्रो यार best! प्लिज यार गाइज रुम खेलिदियो गाइज